यो चाहिँ हाम्रो पुर्खाको हत्या भएको दिन है। यसरी कालो टिका लगाएर बहिष्कार गर्नुपर्छ र धेरै पढ्नु, विद्वान होइन बुद्धिमान हुनुपर्छ, बुद्धिजीवी हुनुपर्छ है। दसैँ अर्थात् विजय दशमी, यो नामले नै प्रश्न गर्दछ कि यो पर्व एउटा युद्ध जितेर सुरुवात गरिएको चाड वा पर्व हो भन्ने। एक पक्ष विजय भएर खुसियाली मनाउँदैछ, तर पराजित हुने हार्ने पक्ष चाहिँ को हुन् त? भगवान दुर्गाले महिषासुर राक्षसमाथि गरेको विजय भनेर प्रचार प्रसार गरे तापनि यी दुर्गा महिषासुरहरू त सबै काल्पनिक हुन्। यो घटनासँग एउटा न एउटा त वास्तविक इतिहास जोडिएको छ, जुन लुकाइएको छ। के हो त त्यो वास्तविक लुकाइएको इतिहास? आउनुहोस् बुझौँ। सुरुमा नेपालमा दसैँ कहिलेदेखि र किन मनाउन थालियो भनेर बुझ्न आवश्यक छ। कुरा सन् 1495 देखि सुरु हुन्छ, जतिखेर भारतमा मुस्लिम राजा अलाउद्दिन खिल्जीको शासन चलिरहेको थियो। अलाउद्दिन खिल्जीको आक्रमणमा परेर सन् 1495 मा एक हुल हिन्दू आर्य बाहुन क्षेत्रीहरू नेपाल प्रवेश गर्छन् भने किराँती दाजुभाइ दिदीबहिनीलाई म अगाडिबाटै माफी माग्नु चाहेँ है। यो भिडियो मैले बनाएँ, यो भिडियोलाई कृपया गरेर तपाईँहरूले नेगेटिभ होइन पोजिटिभ प्रकारले हेरिदिनु होला। मैले भन्नु के खोजेको त्यो चाहिँ बुझिदिनु होला है। म माफी चाहेँ। तपाईँहरूले यो है दसैँ बहिष्कार गर्नु हुँदै रहेछ। बहिष्कार अब तपाईँहरूको इच्छा हो, यो तपाईँहरूले माने नमाने यो आफ्नो आफ्नो एउटा इच्छा हुन्छ, त्यो ठिकै छ, हामीसम्म ठिकै छ। र पनि तपाईँहरूले चाहिँ यहाँनिर चाहिँ है त्यो नानीहरूलाई चाहिँ तपाईँहरूले यस्तो कुराहरू दिमागमा हालिदिनु चाहिँ अलिकति गल्ती हो कि जस्तो मलाई लाग्यो है। मेरो मनको कुरा हो यो, मलाई होइन अब मेरो मनमा लागेको कुरा हो। मैले अब आफ्नो मनमा जे लाग्यो त्यो भन्नु पाएँ जस्तो लागेर मैले राखेको मात्रै हो। तर पनि त्यो अब तपाईँहरूको आफ्नो आफ्नो पर्सनल के हो मलाई त्यो थाहा भएन है। र पनि मेरो अहिलेको अनुसार, अहिले जस्तो दुनियाँ चल्दैछ, अहिलेको समयको अनुसारले मैले बोल्नु पर्दाखेरि चाहिँ नानीहरूलाई हामीले चाहिँ अहिले चाहिँ क्या हो, देश कसरी अगाडि बढाउने हो, आफू कसरी अगाडि बढ्ने हो, उन्नति कसरी गर्नुपर्ने हो, यो सिकाउनु पर्ने हो खास चाहिँ होइन। साइन्टिफिक कुराहरू सिकाउनु पर्ने कुरा हो अहिले चाहिँ होइन। तर पनि तपाईँहरू चाहिँ त्यो इतिहासको कुराहरू पहिला पहिला हाम्रो बाउबाजेलाई कसरी मारेको थियो, कसरी यसो गरेको थियो, कहिले हाम्रो राजालाई कसो गरेको थियो, अब मतलब त्यस्तोतिरहरू लानु हुँदैछ क्या हो। अब जसरी जे भयो भयो, हामीसँग हामीलाई थाहा छ अरे ल ठिकै छ। हाम्रो नानीहरूलाई चाहिँ त्यस्तो कुराहरूमा होइन, अब चाहिँ हाम्रो नानीहरूलाई चाहिँ देश कसरी अगाडि बढाउने, आफू कसरी अगाडि बढ्ने, आफू कसरी शिक्षित हुने होइन, त्यस्तो कुराहरूतिर लानुपर्ने ठाउँमा तपाईँहरू फेरि पछाडि फर्काएर नानीहरूलाई लाँदै गरेको जस्तो मलाई लाग्यो। त्यसले गर्दाखेरि मात्रै यो भिडियो मैले बनाएको। म फेरि पनि भन्दैछु, तपाईँलाई बार बार याद दिलाउँदैछु, यसलाई अन्यथा नलिनु होला। म कसैको खिलाफमा बोलेको होइन, जस्ट मेरो नानीहरूको भविष्यलाई हेरेर मात्रै बोलेको। तपाईँहरूलाई थाहा छ तपाईँहरूको नानीको भविष्य के कसो गर्नुपर्ने तपाईँलाई थाहा छ। तर पनि मेरो मनमा लागेको कुरा मात्रै हो। हामी किराँती, अब किराँती जातिले चाहिँ है, किराँती जातिहरूलाई चाहिँ अब धेरै जस्तो मैले भनेको होइन, अब सबैले भन्छ अब मूर्खे होइन, अब यो मतवाली जातिहरू मूर्ख जातिहरू यस्तो त्यस्तो भन्छ। अब यस्तो हो, त्यो चाहिँ एउटा मनमा इगो राखेर इख राखेर तपाईँहरू चाहिँ अब ट्यालेन्टेड हुनुपर्ने जमाना आउने बेलामा फेरि पनि तपाईँहरू फर्केर पछाडि जानु हुँदैछ होइन। नानीहरूलाई तपाईँले फेरि पनि तपाईँहरू त त्यस्तो हुनुभयो, तपाईँले त हो यो कुराहरू सहनुभयो। मान्छेहरूले कति भन्यो मूर्खे हेन तेन यस्तो यो के भन्छ उयोहरू जातिहरू त यो किराँती जातिहरू यो के अरे मतवाली जातिहरू मूर्खे जातिहरू हेन तेन अब होइन, अब बुद्धि बाक्लो भएकोहरू त्यस्तोहरू मैले भनेको नि अब समाजले भन्छ होइन। तर पनि अब त त्यो कुराहरूलाई इगो मनमा राखेर क्या हो, नानीहरूलाई त त्यस्तो मूर्खे बनाउनु भएन नि अब त होइन। अब नानीहरूलाई चाहिँ अब भन्दैछु त, नानीहरू भनेको चाहिँ भविष्य हो, देशको भविष्य हो, बुझ्नुभयो? देशको भविष्य हो, देशलाई नानीहरूले चलाउँछ अब है। अनि नानीहरूलाई फेरि पछाडि तपाईँहरूले बाउबाजे कसरी मारेको थियो त्यो याद दिलाइदिनु हुँदैछ होइन। दिलाउनु राम्रो कुरा हो, तर पनि तपाईँहरूले यो बहिष्कार त्यो बहिष्कार है, तपाईँहरूले त अब लडाइँतिर लानु हुँदैछ क्या नानीहरूलाई चाहिँ। अब युद्धको कुराहरू सिकाउनु हुँदैछ तपाईँहरूले है। नानीहरूको मनमा त्यो बस्छ अब चाहिँ कि ए हाम्रो बाउबाजे हाम्रो पुर्खालाई यसरी मासेको रहेछ, अब हामी यसको बदला लिनुपर्छ भन्ने नानीहरूले त्यस्तो सोच आउँछ है। त्यसले गर्दाखेरि मैले भन्दैछु फेरि पनि एकदम नानीहरूलाई चाहिँ एकदमै राम्रो कुराहरू सिकाउनुपर्छ है। पढाउनुहोस् न, विदेश पठाउनुहोस्, पढाउनु राम्रो राम्रो कुराहरू आफैले पढाउनु, ज्ञानको कुराहरू सिकाउनुहोस् है। अन्त हो त्यस्तो कुराहरू सिकाउने बेलामा तपाईँहरूले चाहिँ अब बाउ राजा मारेको अरे, बाउबाजे कसलाई कसरी मारेको अरे त्यो याद दिलाइदिएर नानीहरूलाई एउटा मनमा दिमागमा त्यस्तो कुराहरू हालिदिनु हुँदैछ है। म यति नै भन्छु, नानीहरूलाई चाहिँ एकदम हामीले सानोमा जे सिकायौँ हो त्यस्तै भएर जान्छ है। त्यसले गर्दाखेरि यो पहिलेको इतिहासको राम्रो कुराहरू सिकाउनुपर्छ। इतिहासमा भएको त्यो घटनाहरूलाई सिकाएर भनेर नानीहरूको मनमा त्यस्तो कुराहरू दिमागमा त्यस्तो कुराहरू हालिदिनु हुँदैन जस्तो मलाई लाग्यो। नानीहरू भनेको चाहिँ भविष्य हो। म फेरि पनि भन्दैछु, नानीहरूले चाहिँ हाम्रो देश चलाउने, हाम्रो
हाम्रो जातिलाई है हाम्रो समाजलाई अगाडि लाने हो न कि पछाडि लाने हो। यो जस्तोको तपाईँहरूले गर्नुहुँदैछ अब त्यो तपाईँहरूको होइन एउटा इच्छा हो तपाईँहरूको, अब त्यो के कसो हो मलाई थाहा भएन, तर मेरो मनमा लागेको कुरा मात्रै हो। नानीहरूलाई चाहिँ यस्तो कुराहरू नभएर अलिक राम्रो राम्रो कुराहरू है अब देश यसरी बढाउनुपर्छ अगाडि लानुपर्छ यस्तो राम्रो राम्रो कुराहरू साइन्टिफिक कुराहरू सिकाउनुहोस् भन्नु मलाई खोजेको मात्रै हो है। त्यही फेरि पनि म भन्दैछु हाम्रो किराँती समाज हाम्रो दाजुभाइ दिदीबहिनीहरूले अन्यर्थ नलिनु होला है। मैले चाहिँ एउटा नानीको अब भविष्यहरू नानीको अब एउटा अहिले जमानाको अनुसारले है नानीहरूलाई कस्तो कुराहरू सिकाउनु पर्ने हो भन्ने मात्रै राखिदिएको हो। त्यसले गर्दाखेरि अन्यथा नलिनु होला। अब के कस्तो लाग्छ मेरो कुरा, अब म कता के गलत छु सही छु मलाई थाहा छैन है। अब सायद म पनि गलत पनि हुनसक्छु, गलत कुराहरू मैले बुझेको जानेको कुराहरू हुनसक्छ, तर मैले यति नै राम्रो मलाई यति नै भन्नु खोजेको कि नानीहरूलाई चाहिँ अब त्यो पहिलेको त्यस्तो त्यो कसले कसलाई मारेकोहरू त्यस्तो चाहिँ होइन, राम्रो कुराहरू है सिकाउनु पर्ने जस्तो लाग्यो मलाई है। त्यसले गर्दाखेरि अन्यथा नलिनु होला मेरो कुरालाई। भिडियो मन पर्यो भने लाइक गरिदिनु होला र तपाईँको मनमा लागेको कुरा कमेन्ट बक्समा लेख्नु नभुल्नु होला र भिडियो सेयर गर्नु, मलाई फलो गर्नु चाहिँ नभुल्नु होला। धन्यवाद।